नमस्ते। नमस्ते। अनि बुवाको चाहिँ शुभ नाम के हो? मेरो नाम मधुसूदन भट्टराई। अनि आमाको? मेरो इन्दिरा देवी भट्टराई। अनि बुवाको जन्मको बारेमा केही भन्नुहोस्। म 1993 साल असोज 19 गते आइतबार धनकुटा जिल्लाको ताप्लेजुङ इलाकाको अहिलेको फोङलिङ गाविस वार्ड नम्बर 3 बोजेमा जन्मिएको। अनि आमा आफ्नो जन्मको बारेमा केही भन्नुहोस्। मेरो पनि त्यही हो, बुबाले भनेकै होइन होला, ठाम त फरक होला। ठाउँ त फरकै हो। ताप्लेजुङ बुवालाई थाहा छैन। सिकरिदा फाक होला भन्थे। बुवा आमाको जन्म कहाँ भएको ल भनिदिनु। आमाले भनिहाल्नु भयो नि त फाक होला। आमाको जन्म म जुन दिन जन्मे त्यसै दिन जन्मेकी ताप्लेजुङ, अहिले वर्तमान ताप्लेजुङ जिल्ला सिकैजा गाविस प्याङखा दिनमा बाबु मोतीलाल दाहाल र आमा वसुन्धरा दाहालका कोखबाट जन्मेकी हुन्। अनि हजुरहरू दुईजना बिहे गर्दा चाहिँ एउटै उमेरको हुनुहुन्थ्यो त? साँच्चै नै एकै दिन जन्मिएका मान्छे त पक्कै एकै दिन एउटै उमेर त हुन्छ नि, कहाँ अघि पछि हुन्थ्यो। साल फरक हुन सक्छ नि त। छैन, अनि बराबरी। बिहे कति वर्षमा भयो त हजुरहरूको? हामी 11 वर्षका थियौँ। अनि बिहे गरिसकेपछि आमा घरै बस्नुभयो कि माइत फर्केर जानु? माइतै बसे 5 वर्ष। अनि कहिले आउनुभयो त माइतबाट? 5 वर्षपछि। अनि त्यसपछि के भयो? त्यसपछि घर आयो, काम गर्यो, धन्दा गर्यो, भात पकायो, ठिकै जाँतो गर्यो, के गर्यो, के नै हो। बाल्यकाल कसरी बित्यो त्यो चाहिँ बताउनु। बाल्यकाल कसरी बित्यो? बाल्यकाल त्यसै गरेर बित्यो। अनि बुवाको बाल्यकालको पनि त केही थियो होला नि त। अब जन्मिने त हो त्यहाँ त्यो एकदम दुर्गम ठाउँमा होइन। कसरी के सम्झना छ बाल्यकालको बारेमा? प्रश्नकर्ताले सोधेकै छन्। भन्नु न त हजुरको सबै बाल्यकालको प्रश्नकर्ता। बारेमा चाहिँ सुनाउनु हामीहरूलाई। मेरा बाबा आमाले भनेअनुसार 93 सालमा जन्मे, तर म 96 सालसम्मको कुरो केही पनि म बाल अवस्था भएकोले थाहा छैन। त्यहाँदेखिको अलिअलि आकल झोकल बिस्तारो कहिले काहीँ सम्झिन्छु। मेरो मावलकी आमै हुनुहुन्थ्यो, उहाँ 59 सालमा बित्नु भएको हुनाले मलाई त्यो अलिअलि थाहा छ। 100 सालमा एकदम माथि हिमालदेखि खोलैसम्म एकदम ठुलो हिउँ पर्यो। हिउँ पर्दाखेरि औला उँधोका बाँसहरू पनि पड्किए हिउँ थाम्न नसकेर। त्यो कुरो मलाई राम्रो थाहा छ। अनि 100 सालको त्यो हिउँ देखेपछि त्यहाँदेखि यताका कुरा मलाई राम्रै गरी थाहा छ। को प्रधानमन्त्री थियो अरे तपाईँ जन्मिँदाखेरिको? मेरो बाले भनेअनुसार जुद्ध शमशेर जङ्गबहादुर राणा थिए अरे प्रधानमन्त्री। अनि त्यस बेलाका राजा चाहिँ स्वर्गीय त्रिभुवन वीरविक्रम शाह थिए भन्नुहुन्थ्यो। अनि बुवाको पढाइ चाहिँ कति पढ्नु भएको बुवाले? कहाँबाट सुरु गर्नु हो पढ्नु? म 10 वर्षसम्म त म बाल्यकाल घरमै बित्यो। गाई बस्तु हेरेँ, कहिले लेक कहिले औलो। आफ्नो उमेरले सकेसम्मका गाई बस्तु हेर्दै बिति गयो। 11 वर्षमा बिहे त भयो, तर त्यति बेला मैले पढ्नै थालेको थिइनँ। अनि बल्ल बल्ल घरबाट म नजिकै ताप्लेजुङ बजारको भुँडे जङ्गल भन्ने ठाउँमा एउटा भाषा पाठशाला थियो। त्यो भाषा पाठशालामा एकजना गुरु हुनुहुन्थ्यो, सरकारी गुरु, जसको नाम पण्डित गङ्गा प्रसाद लम्साल थियो। उहाँले नै मलाई साउँ अक्षरदेखि लिएर पूर्व मध्यमासम्मका कोर्स पढाइदिनु भयो। त्यति पढ्दाखेरि म जम्मा 15 वर्षको उमेर भएको थिएँ। त्यहाँदेखि म घरबाट एक दिन त भागेर पनि गएँ। 1 महिना बसेपछि धनकुटामा बस्न सकिनेर फिर्किएर फेरि घरै गएँ। लुरुक्क परेर आइस नि पनि भने चुप लागेर बसिरहेँ। अर्को वर्ष म अहिले भाग्दिनँ, तर म पढ्न चाहिँ जान्छु। म भाइटिकाका भोलिपल्ट हिँड्छु भनेर 12 सालको भाइटिकाका भोलिपल्ट गाउँले साथीहरूसँग लागेर
4 मना चामल बोकेर एउटा सिरकको खोल बोकेर हिँडेँ। 5 दिन हिँडेर धरानको पेन्डेश्वर संस्कृत महाविद्यालय भन्ने ठाउँमा पुगेँ। त्यहाँ पुगेर मैले अध्ययन गरेँ र 2 वर्ष पढेपछि अनि म काशीमा गएर प्रथमा परीक्षा दिएर पास पनि भएँ। त्यो थियो 14 सालको कुरा। त्यसै साल मलाई बाल्यकालमा धेरै हिँड्न मन लाग्थ्यो, कता कता जाउँ जाउँ लाग्थ्यो। त्यसो हुँदाखेरि म धरानबाट पैसा 1 पैसा पनि गोजीमा नबोकिकन मलाई उत्तर भारतको भ्रमण गर्न मन लाग्यो। काशी, प्रयाग, आगरा, मथुरा, वृन्दावन, हरिद्वार, ऋषिकेश, देहरादून, गंगोत्तरी, यमुनोत्तरी, केदार, बद्री हुँदै हुँदै फिर्किएर अनि ऋषिकेश आएँ, अनि हरिद्वार आएँ र फिर्किएर अनि फेरि 2 महिनापछि साउन महिनामा ताप्लेजुङ घरैमा बाबा आमा श्रीमती भएका ठाउँमा पुगेँ। अनि आमा चाहिँ त्यति बेलासम्म घरै बस्नु भयो त? बुवालाई घरै मैले काम गरेर बुवालाई पठाएको। अनि आमाको बाल्यकाल बारे त खोइ थाहा भएन नि त? सोधेँ नि त, भने नि त मैले। होइन भन्नु नि त, कहाँ कस्तो भयो, के गर्नु, साथीभाइहरू को थिए? दाउरा घाँस गर्नु, दिदी बहिनीहरू थिए मेरा पनि सबैजनाबाट। अनि घर आएपछि घरैमा काम गरियो। अनि आमा बुवाको बच्चा बच्ची चाहिँ कतिजना हुनुहुन्छ त? 5 जना। कतिजना? कति भाइ छोरा, कति भाइ छोरी, कति दिदी? 2 जना छोरा, 3 टा छोरी। ए अनि छोरा छोरीको जन्म चाहिँ कहिले भएको त? 18 साल। अनि 18 सालमा त बुवा हुनुहुँदैन थियो होला? ए बुवा नभए पनि पाएँ। अनि बुवाले कहिले थाहा पाउनुभयो त आफ्नो छोरा भएको? उसै दिन, छोरो जन्मेकै दिन। कसरी? त्यति बेला फोन थियो त? थियो कि के थियो? बुवा ती हुनुहुन्थ्यो त्यति बेला? होइन, हुनुहुँदैन थियो अरे। मैले माध्यमबाट थाहा पाएको। फोन भयो। अनि आमाको अहिले बुहारी नाति नातिना छन् कि बिहे गरेर छैनन् कि? बच्चा बच्ची सबैका गरिसकेँ मैले, कान्छी छोरीको सम्म गरिसकेको छ। अनि जेठो चाहिँ छोरा कि छोरी आमाको? मेरो जेठो छोरा। अनि छोराको बिहे भइसक्यो होला? भइसक्यो। अरे नातिनी नि त्यत्रो भएकी छन्। कत्रो भयो? ए नातिनी मात्र छन् त जेठो छोरा? नाति छन्, नातिनी छन्। अनि 11 जना नाति नातिना छन् मेरा। ए अनि माइलो चाहिँ छोरा कि छोरी? माइलो छोरी। अनि छोरीको चाहिँ कतिजना नानी हुनुहुन्छ? जेठीका 3 टा, कान्छीका 3 टा, माइलीका 2 टा। अनि 2टा छोरा भन्नुभएको, छोरा चाहिँ सबसे कान्छो हो त? कान्छो होइन। के हो त? दिदी अनि भाइ। अनि 2टा छोरी? अनि 2टा छोरी। अनि बुवाको कमाइ धमाइ चाहिँ के थियो? आमाको कमाइ धमाइ? मेरो त कमाइ त खेती गऱ्यौँ। अनि बुवाको कमाइ धमाइको बारेमा? मकै गऱ्यौँ, त्यस्तै गऱ्यौँ नि, दाउरा बोक्यौँ। अनि बुवाले पनि त्यही गर्नुभयो त कमाइ धमाइ? म त 22 सालसम्म मेरो पढ्दै समय बित्यो। 22 सालमा मैले व्याकरण शास्त्री उपाधि प्राप्त गरेँ, स्नातक। अनि त्यहाँदेखि म सानातिना नोकरी गर्न थालेँ। सबभन्दा पहिला मैले ताप्लेजुङ जिल्लाको शिक्षा शाखामा विचारी खर्दार पदमा 1 वर्ष काम गरेँ। ताप्लेजुङ जिल्लाको जिल्ला अदालतमा विचारी पदमा रहेर 1 वर्ष काम गरेँ। त्यहाँदेखि पान्थर जिल्लामा सरुवा भएर गएर पान्थर जिल्लामा सहायक पिडिओ भएर मैले 4 वर्ष काम गरेँ। त्यसपछि मैले जागिर, निजामती जागिर छोडेर झापा जिल्लाको 4 आलीमा बसै आयौँ। त्यहाँ आएर आफ्नो घर व्यवस्था गरेपछि अनि म शिक्षा विभागमा काम गर्न थालेँ। सुरुमा मैले 2030 सालदेखि 45 सालसम्म हिमालय माध्यमिक विद्यालय दमकमा
शिक्षक भएर काम गरेँ। त्यहाँदेखि पछिबाट स्वर्ग भएर धाइजन सरस्वती माविमा गएर 5 वर्ष काम गरेँ। त्यति गर्दाखेरि म 60 वर्षको भएँ। निजामती कर्मचारीलाई 60 वर्षभन्दा उँभो जागिर खाने अधिकार छैन। म सरकारबाट अवकाश पाएँ, निवृत्ति भरण पाएको छु। अहिले मेरो महिनाको 10,000 निवृत्ति भरण आउँछ। त्यही खाएर अहिले म जीविका गरिरहेको छु। अनि आमाको चाहिँ वृद्धा भत्ता आउँछ कि आउँदैन त? आउँछ मेरो पनि। कति आउँछ? 500 आउँछ महिनाको 500। महिनाको 500। महिनाको 500 चाहिँ के गरी खर्च गर्नुहुन्छ? ए त्यस्तै गर्नुपर्छ नि घरमा। अनि अहिले बस्न चाहिँ कता बस्नुहुन्छ त? कता छ हजुरहरूको बसाइ? हाम्रो त झापा जिल्ला छ। झापा जिल्लाको कुन ठाउँमा? चाराली। अनि 2 जना मात्र बस्नुहुन्छ कि छोराछोरी, छोरा बुहारी, नाति? हामी 2 जना मात्रै बस्छौँ। 2 जना मात्रै बस्नुहुन्छ? अनि 2 जनाको खर्च आफैले पुग्छ त? छोराहरूले पठाउँछन्। ए अनि के गरेर बस्नुहुन्छ? के बारीहरू छ कि घरमा कि किनेर खानुहुन्छ कि? सबै थोक तयार छ। अनि कसले हेर्छ त? आफै। अनि छोराछोरी चाहिँ कता छन् हजुरहरूका? छोरीहरू घर गए, छोराहरू विदेश गए। कुन विदेश जानुभयो? बेलायत। बेलायत जानुभयो। अनि हजुरहरू बेलायत जानुभएको छ कि छैन? हामी गयौँ दुईपल्ट। 2 पल्ट जानुभयो। अनि रमाइलो भयो कि भएन? एकदम रमाइलो भयो। अनि अहिले चाहिँ हजुरहरू कहाँ हुनुहुन्छ त? अहिले हामी बेलायतै छौँ। ए बेलायतै हुनुहुन्छ? अनि खुसी लागिरहेछ त? एकदम खुसी लागेको छ। खुसी। कतिजना हुनुहुन्छ त बेलायतमा? यहाँ पुरै परिवारै हुनुहुन्छ कि छोरा? परिवारै। अहिले कतिजना भने 2 जना 4 जना 6 जना छन्। 6 जना हुनुहुन्छ। अनि तपाईँले मलाई किन भनिदिनुहोस्? 2 जना छ तर 8 जना पनि हुनुहुन्छ। 8 जना छौँ। 8 जना हो। बाबु आमा समेत। अनि बुवाको चाहिँ दाजुभाइ दिदीबहिनी कतिजना त? हामी जम्मा दाजुभाइ जन्म लिएका 5 भाइ अरे। त्यसमा मेरो जेठो दाजु पण्डित नारायण प्रसाद भट्टराई। अनि म माइलो हुँ। म माइलादेखि मन्तिर मेरो अर्को भाइ जन्मिएको थियो, लोकनाथ भन्थे। मैले अलिअलि जान्दछु। त्यहाँदेखि मन्तिर अर्को भाइ जन्मियो, टिकाराम भन्ने। त्यो पनि म जान्दछु। तर ती 2टै दिवंगत भए। कान्छो भाइ शिवराज भट्टराई अहिले पनि छँदैछ। उसका धेरै परिवारहरू छन्। सबै थोक काम गरेर बसिरहेका छन्। अनि अब दिदीबहिनीमा मेरा 3वटी हुन्। जेठी चन्द्रावती निरौला, उनी दिवंगत भइसकिन्। उनकी एउटी छोरी छन् जसको नाउँ कमला पौडेल, उनको श्रीमानको नाउँ बल्लभ पौडेल। अब माइली बहिनी पद्मा काफ्ले, उनको श्रीमानको नाउँ हो नारायण काफ्ले। उनका 3टा छोरा 2टी छोरी छन्। कान्छी बहिनीको नाउँ विमला बराल हो। उनी का श्रीमानको नाउँ विष्णु बराल हो। अनि छोरो एउटा छ युवराज, छोरी 3वटी चाडी छन्। जेठी कल्पना, माइली यशोदा, साइली मनमाया र कान्छी विनिता। अनि आमाको चाहिँ कतिजना दाजुभाइ दिदीबहिनी? मेरा 5 जना भाइहरू छन्। 6 नै भन्नु। 6 जना भाइहरू थिए। 1 जना चाहिँ गए। 5 जना चाहिँ छन् भाइहरू। 3टी बहिनीहरू छन्। कहाँ छन् त अब? एउटी दमक छन्, एउटी काठमाडौँ छन्। भाइहरू चाहिँ कोही पहाडै छन्, कोही यतै मधेसतिरै झापा जिल्लैमा छन्। अनि अब हजुरहरूको अहिले जेठानी देउरानी पनि हुनुहुन्छ होला? हुनुहुन्छ। कता हुनुहुन्छ त? उनी झापै जिल्ला। झापै जिल्ला हुनुहुन्छ? जेठानी दिदी चाहिँ मैसँगै हुनुहुन्छ। यतै जेठाजु बेलायतै आउनु भएको छ? बेलायतै आउनु भएको छ। पनि। अनि देउरानी? देउरानी झापैमा हुनुहुन्छ। अनि जेठानी देउरानीको नाम के हो त हजुरको? शारदा र गङ्गा भट्टराई। अनि कति वर्षमा बिहे भयो त हजुरहरू सबैजनाको? भनेको देउरानी जेठानी भएर कहिलेदेखि बस्नु? देउरानी हाम्रो 4 सालमा हो। दाजुको र हाम्रो भाइको चाहिँ 15 सालमा गरेको। 15 सालमा। 15 सालमा गरेको।
अनि बुवाले चाहिँ आमालाई सबसे भन्दा पहिलोचोटि ल्याएर दिएको पुरस्कार चाहिँ के हो? मलाई अँ खै त्यो चाहिँ केही थाहा पाइनँ मैले के दिनु के पऱ्यो। मैले त के एउटा चप्पल भनेर सुनेको थिएँ। त्यो त पछि दिएको नि, अघि त अब के दिनु र नि। त्यो चप्पल पहिलो भयो त त्यसमा। चप्पल बुवा अब पहिलो। चप्पलको बारेमा के भन्न चाहनुहुन्छ? भन्नु न बुवाले। हामी ज्यादै लेक ठाउँ बिहान बेलुका तुसारो पर्छ, हिँड्दाखेरि कोर्याक कोर्याक गर्छ तुसारो। अनि त्यसमा कान्छो छोरो दिपक यहाँ मुसमुस हाँस्दैछ। ऊ जन्मिँदाखेरि ज्यादै त तुसाराले खाएको जस्तो लाग्यो र बजारमा गएर सिएसी चप्पल भन्थे, सबैभन्दा राम्रा अरे भनेर 3 रुपियाँ दाम ठ्याक्कै हालेर ल्याएर अनिखेरि त्यो सुत्केरी भएका बेला दिएको हो। त्यही कुरा गर्दैछन् अहिले। कति सालमा दिनुभयो अनि? 24 सालको उसमा दिएको। अनि आमा तोचोटि हजुरले पहिलोचोटि चप्पल लाउनु भएको थियो त? चप्पल पहिलोचोटि लगाएको। कति खुसी लागेको थियो त त्यति बेला चप्पल खुसी लाउँदा? लागेको थियो। अनि अब यो अहिले हजुरको यो भिडियो हेरिराख्ने दर्शकलाई चाहिँ अब के चाहिँ भन्न चाहनुहुन्छ? ए भिडियो हेर्नेलाई त के जानेर यहाँ संसारमा कहाँ आइयो के देखायो के तिनीहरूले भिडियो लिनेले हामीलाई। एउटा कुरो के भन्दिनँ भने तपाईँहरूको जन्मदेखि अहिलेसम्म तपाईँले के परिवर्तन देख्नुभयो त्यो बुवाले भन्नु? बुवाले भनिदिनु हो। आमाले पनि भन्नु पर्यो होइन परिवर्तन देख्यौँ नि त। अब के देख्यौँ के देख्यौँ अब। अब भन्नु न त। अब भिडियो देख्यौँ, क्यामेरा देख्यौँ, रेडियो देख्यौँ, टिभी देख्यौँ, यो के अरे यसको नाम ल्यापटप देख्यौँ। ल्यापटपमा धेरै आउँदो रहेछ कुरा। के कुरा आउँदो रहेछ? अब त्यो सबै नि लेखेको कुरा पनि आयो, देखेको कुरा पनि आयो, भिडियो पनि आयो, फोटा पनि आयो, सबै आयो। ल बुवाले चाहिँ के परिवर्तन देख्नुभयो त भन्नु न त। हाम्रो दर्शक महानुभावहरूलाई भनिदिनुहोस्। म 1993 सालमा जन्मिएको, 100 सालपैकी उताका कुरा मलाई थाहा छैन। त्यति बेला हाम्रो नेपालमा 2टा सरकार थिए। एउटा श्री 5को सरकार थियो, एउटा श्री 3को सरकार। श्री 5 भनेका चाहिँ राजालाई भन्थे, श्री 3 भनेर चाहिँ मन्त्रीलाई भन्थे। त्यस बेलाको शासन कडो थियो। गाउँघरमा कुनै किसिमको थिचोमिचो हुन पाउँदैन थियो। गाउँघरकै सुब्बाहरूले मिलाउँथे। त्यस्तै हुँदै हुँदै 7 साल आयो। 7 सालमा यो राणाको चाहिँ शासन ठिक रहेनछ भनेर जनताले राजालाई पोल गरे। राजाले विदेशको सहायता लिएर अनि नेपालमा श्री 3 भन्नेहरूलाई, जुन राणा सरकार मन्त्री पद उनीहरूको प्यावा थियो, त्यो हटाएर अनिखेरि प्रजातन्त्र आयो। राजाले प्रजातन्त्र दिए भनेर साह्रै खुसियाली मनाउँछन्। अहिले पनि 7 साल फागुन 7 गतेको यादमा प्रजातन्त्र दिवस भनेर मनाउने चलन छँदैछ। त्यहाँदेखि राजाको शासन चल्दै चल्दै गयो। मन्त्री राजाले आफूले मन परेको विश्वासिलो मान्छेलाई मन्त्री पद दिन्थे। अनि मन्त्रीले शासन व्यवस्था चलाउँथे। राजाको हुकुम चल्थ्यो। राजाले हुकुम गरेपछि मन्त्रीहरूको केही लाग्दैन थियो। हुप्र भयो भन्थे। हुकुम प्रमाङ्गी भइसकेपछि त्यो कुरालाई सबैको सर्वमान्य हुनु पर्थ्यो। मन्त्रीहरूको केही लाग्दैन थियो। एवं क्रम चल्दै चल्दै 17 सालमा चाहिँ जनताले रोजेका प्रधानमन्त्री बिबी कोइराला भएका थिए। त्यहाँ पनि राम्रो भएन अवस्था। मन्त्रीहरूले जथाभावी गरे भनेर राजाले त्यो नेपाली काङ्ग्रेसको सरकारलाई विध्वंस गरे अथवा त्यसलाई चाहिँ हटाएर राजाले आफूले चुनेर प्रधानमन्त्री राख्ने भए। र 15 सालदेखि यता क्रमशः मन्त्रीहरू बदलिँदै राजाका खुसीले राख्दै 36 सालसम्म त्यसरी राजाका खुसीका प्रधानमन्त्रीहरू बसे। तिनीहरूले नै शासन व्यवस्थाहरू चलाउँदै लागे। अनि 36 सालमा चाहिँ राजाबाट पनि जनमत सङ्ग्रह भयो। जनमत सङ्ग्रहमा पनि राजा चाहिँ रहे। जनमत सङ्ग्रहमा चाहिँ पार्टीगत सरकार भए।
त्यो चाहिँ 46 हो। अनि चल्दै चल्दै आएर बाबाहरू अलि धेरै बोल्दै हुनुहुन्छ। हाम्रो आजको चिफ गेस्टलाई अलि जे बोल्नु मन छ बोल्न दिनुहोस्। अनि 46 सालदेखि चाहिँ राजा ले बहुदल ल्याए। बहुदल अवस्था चल्दै 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 आएर अनि पछिबाट आएर विभिन्न पार्टीहरू भए। पार्टीहरूबाट पनि रोजेर मन्त्री हुने भए र नेपाली काङ्ग्रेस, माओवादी, एमाले आदि गरेका पार्टीहरू धेरै भए। धेरै मध्येमा पालै पालो नेपाली काङ्ग्रेसले पनि प्रधानमन्त्री चलाए, राप्रपाले पनि चलाए। तिनीहरू मन्त्रीहरू आफ्नो पार्टीले रोजेको व्यक्तिहरू पठाए। अनि हुँदै हुँदै एमालेको सरकार आयो। पहिलो मन्त्री प्रचण्ड माओवादी। बुवा हामीले हजुरलाई अहिले यहाँ क्रान्तिको बारेमा सोधेको होइन। हामीले हजुरलाई हजुरले चाहिँ के चाहिँ फरक कुरा देख्नुभयो भनेको। अब पहिला हजुर खाली खुट्टा हेर्नुहुन्थ्यो, त्यसपछि चप्पल लाउनु भयो, त्यसपछि जुत्ता लाउनु भयो, त्यस्तो सोधेको। क्रान्तिको बारेमा सोधेको होइन। अहिले के परिवर्तन पाउनुभयो भनेर भन्दाखेरि परिवर्तन त्यस्तै त्यस्तै पाएँ भनेको हो। ठिकै छ। पहिला हामी कुना काप्चामा बसेका थियौँ। जुत्ता लाउन त 15-20 वर्षपछि अन्त काम गरेका हौँ। र अब अहिलेको परिवर्तन भनेको देश विदेशका खबरहरू टेलिभिजनबाट देखिन थाल्यो। सबै कुरा संसार एउटै रहेछ भन्ने अनुभव हुन थाल्यो। कोही काहीँ टाढा भएन। संसारमा कसैले अलिकति सानो कुरा गरेको पनि सबै संसारले एकैचोटि थाहा पाउन थाल्यो। र अब यो पृथ्वीको गोल एकै ठाउँ रहेछ, सबै हामी एउटै रहेछौँ भने जस्तो मलाई अनुभव हुन थाल्यो। नयाँ नयाँ कुरा देख्न थाल्यो। पहिले पल्लाका घरमा रेडियो बज्यो अरे भन्दाखेरि कुदेर हेर्न जाने सुन्ने गरेको थियो। अब हात हातमा रेडियो छन्, मोबाइल छन्। पहिलोपल्ट रेडियो कहाँ देख्नु हो तपाईँले? मैले सबैभन्दा पहिले ताप्लेजुङमा जिल्लाको हाकिम लप्टन भन्थे। लप्टनका घरमा यति लामो एरियल तानेर त्यहाँ चाहिँ रेडी राखेको छ अरे भन्थे। रेडियो भन्न पनि हामी जान्दैनथ्यौँ। त्यो रेडीले चाहिँ आज गान्धी महात्मा मरे अरे, आजै मारे अरे उनलाई चाहिँ। तर लप्टनको रेडीले भन्यो अरे भन्दाखेरि हामीले बच्च आश्चर्य लागेको थियो। कति सालको कुरो हो त्यो? त्यो चाहिँ 7 सालको कुरो हो। मैले चाहिँ खासै टिभी चाहिँ राम्ररी हेरेको भनेको एकपटक म कालिम्पोङमा एउटा सेठका घरमा पाठ गर्न भनेर गएको थिएँ। सेठका घरमा टिभी रहेछ। अनिखेरि हामी धेरै पण्डितहरूले अनुरोध गर्दा कि सेठले अनिखेरि उहीँ नजिकै लगेर राखेर देखाइदियो। त्यहाँभन्दा अघि टिभी त छेउमा राखेर हेरेको पनि थिएन। यही साल भन्न त मलाई आउँदैन, त्यस्तै हुनसक्छ 45-46 सालतिर होला जस्तो, 40-45 तिर जस्तो लाग्छ। यही त मलाई थाहा हुँदैन। र इत्यादि कुराहरू देख्दा देख्दा संसार कुनै टाढा रहेनछ, एकै ठाउँ रहेछ भने जस्तो मलाई लाग्छ अहिलेको अनुभव। तपाईँहरूको जिन्दगी एउटा पहाडको कुनाबाट सुरु भयो, देख्नुभयो र संसारको विकसित देशहरूमा पनि देख्नुभयो। त्यो बिचको जुन फरक देखियो, त्यो फरक पहिला कुनै बेला सोचेको थियो होला यस्तो हुन्छ होला भन्ने? त्यो कुनामा जन्मिँदाखेरि संसार यति नै होला। कुवाको भ्याउदाले त्यो कुवा वरिपरि देखे जस्तो, माथि चन्द्र सूर्य पनि देख्छ भने जस्तै यस्तै होला भाषा भनेको जस्तो लाग्थ्यो। त्यहाँबाट अलिअलि जान्दै जान्दै जाँदाखेरि हाम्रो नजिकै त हिन्दी भाषा बोल्दा रहेछन् भनेर हिन्दी भाषा भन्न थाल्यौँ। अब हिन्दी भाषा बोलेको सुन्दाखेरि संसारमा नेपालीदेखि बाहिर हिन्दी पनि रहेछ भने जस्तो लाग्यो। अनि भारतको प्रान्त आउँदो हुँदाखेरि विभिन्न प्रान्तमा विभिन्न भाषा बोल्दा रहेछन्, यस्तो पनि हुँदो रहेछ जस्तो लाग्यो। हुँदा हुँदै अहिले त जताततै अङ्ग्रेजी भाषाको प्रचार प्रसार भएको हुनाले यी भाषा त ससाना गाउँका भाषा, गाउँले भाषा पो रहेछन्। खासै भाषा त विश्वले मानेको भाषा र विश्वमा सबै चलन चल्तीको भाषा त अङ्ग्रेजी पो रहेछ जस्तो मलाई लाग्यो। र अब अहिले यताउँदो सबैतिर घुम्दाखेरि अङ्ग्रेजी नपढेको हुनाले भाषाको
आफूलाई ज्ञान नहुँदा कहीँ बोल्न ओर्न पनि सकिँदैन। त्यसो हुँदाखेरि आफूलाई अलिकति हीन बोधता आउँछ। किनभनेदेखि अङ्ग्रेजी भाषा मैले पनि पढेको भएदेखि मलाई यस्तो भाषाको कठिनाइ हुने थिएन जस्तो मलाई लाग्छ। होइन त्यस्तो भन्नु हुँदैन। भाषा भनेको सबैको आफ्नो प्यारो हुन्छ, आफ्नो भाषा सबभन्दा ठुलो हुन्छ। अब एउटा कुरो तपाईँहरूले बेलायतबारे केही बताए, तपाईँहरू बेलायत घुम्न आउनुभयो, रिपोर्ट यहाँको बारेमा केही बताइदियो, कस्तो लाग्यो, के कस्तो हुँदैछ भन्ने। अहिलेभन्दा 3 वर्ष अगाडि हामी 2 जना आएका थियौँ। आउँदाखेरि बेलायत प्राय छोराहरूले आफ्नो प्रयासले सबैतिर बेलायतको राजधानी लन्डन पनि घुमाएको थियो, स्कटल्यान्डको राजधानी एडिनबरा, एबरडिन, ग्लासगो, क्यामेल टाउन आदि गरेका सबै सबै ठाउँमा प्रसिद्ध ठाउँमा हामीलाई घुमाएको थियो। त्यति बेर आफ्ना देशको र यहाँको देश सम्झिँदाखेरि मलाई सुँगुरलाई स्वर्ग जान्छ भन्दाखेरि होइन माथि पनि यहाँको खाना पाइन्छ के भन्थ्यो अरे, त्यस्तै लाग्यो मलाई। तर के गर्ने, आफ्नो देश जस्तो छ, जननी जन्मभूमि छ स्वर्गादपि गरीयसी भन्नुपर्ने हुनाले आफ्नो देश त्यस्तै हो। यहाँको विकास देख्दाखेरि अब पृथ्वीदेखि 4 तल पनि रेल कुदेका देखियो, पानी मुनि पनि माछा गाडी देखियो, अनि पानी मुनि गाडी हिँडेको पनि देखियो। यस्ता कुरा त सोचेको पनि थिएन, हुन्छ जस्तो पनि लागेको थिएन, नदेखेको कुरा पत्याएको पनि थिएन। समुद्र मुनि गाडी कुद्छ अरे भन्थे, हो कि होइन जस्तो लाग्थ्यो। तर अब अहिले आएर समुद्र मुनिका गाडीमा पनि कुद्यो। सबै थोक आफूले आँखाले यहाँभन्दा पहिला नदेखेका कुरा देख्दाखेरि निकै आश्चर्यचकित पनि लाग्यो। अरू सबैभन्दा पनि उहाँको त्यो देशको फोहोर मैला गन्दा देखेर यहाँ आउँदाखेरि यहाँ त मानव स्वर्ग त यस्तै हुँदो रहेछ जस्तो अहिले अनुभव लागिरहेको छ। अब बुवा आमालाई चाहिँ यो अहिले हजुरको यो भिडियो हेरिराख्ने हजुरको छोरा बुहारी नाति नातिना छोरी ज्वाइँलाई दिदी भाइ साथी सङ्गिनीलाई चाहिँ के भन्न चाहनुहुन्छ त दुवैजनाले अन्तिममा के उपदेश दिन चाहनुहुन्छ? हामी एकदम राम्रो रमाइलो ठाउँमा बसेर छौँ, छोरा बुहारी नाति नातिना भनेर त्यही हामीहरू सन्देश दिन चाहन्छौँ। अनि जिन्दगी राम्रोसँग खुसीसँग बित्यो कि दुःख भएर बित्यो कि त्यो पनि भन्नु पर्यो नि त। नाति नातिना बसेको मात्र भनेर भएन। होइन, सुखी जीवन बित्यो तिनीहरूको। हजुरको चाहिँ बित्यो होइन सुखी जीवन? मेरो पनि बित्यो नि, अब हाम्रो त बितिसक्नु आँट्यो। अब बुवाले चाहिँ के भन्न चाहनुहुन्छ? मेरा सन्तानले, छोरा बुहारी नाति नातिना सबैले कुनै नराम्रो काम गरेर कलङ्क नलागिकन यो जिन्दगी बितोस्। कुनै नराम्रो काम गर्यो भन्ने र कलङ्कको कुरो चाहिँ यो कानले सुन्नु नपरोस्। म आफ्ना सन्तति सबैलाई यही आशीर्वाद दिन्छु र कुनै किसिमको त्यस्तो दुर्नाम नचलोस् भन्ने मेरो आशीर्वाद यही छ। जिन्दगी म आफू पनि त्यसै गरी बिताउन पाऊँ भन्ने म विचार लिन्छु। नमस्ते।